यहाँ हुनुहुन्छ हाम्रो मुना मिसको एन्ट्री हुँदैछ है। तपाईँलाई चिन्न नै हुन्छ होला उहाँलाई त। उहाँ हो। एकचोटि तपाईँको इन्ट्रोडक्सन दिनुहोस् प्लिज। हेलो, म चाहिँ हेलो आई एम बारिस्टा मुना घिमिरे। बारिस्ता इन्स्ट्रक्टर मिस्टेक भयो। उहाँ हुनुहुन्छ बारिस्ता इन्स्ट्रक्टर मुना घिमिरे, अल द वे फ्रम बेलबारी एन्ड इटरी। इटा मिक्स उहाँको लाज लाग्छ बनाउन त खास। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरूलाई चाहिँ मेरो युट्युब च्यानलमा स्वागत छ। अनि फेरि पनि म हजुरहरूको सामु आइसकेको छु न्यू भिडियो लिएर। अनि मेरो साथमा हुनुहुन्छ हाम्रो प्यारी रसिली हँसिली मुना मिस। अनि अहिले चाहिँ हामीहरू चाहिँ छुट्टी भएर हामीहरू खाजा खान जाँदैछौँ। कहाँ? ठेला होइन, ठेला होइन हौ, लोकल मान्छे हामीहरू जाँदैछौँ द घुङ्गी हाउस। घुङ्गी हाउस जाऊँ न, त्यहाँ बस्न पनि मिल्छ नि त मजाले आरामले। हामीहरू चाहिँ घुङ्गी हाउस जान्छौँ अनि त्यस पछाडि त्यहाँ के खान्छौँ, के गर्छौँ तपाईँहरूलाई देखाउँछौँ। घुङ्गी खाने नखाने ल पहिला सुरुमा थोरै ग्रोसरी जाऊँ ल हामीहरू। सपिङ गर्नुहुन्छ। तपाईँ त्यस्तो ब्युटिफुल हुनुको राज के हो मुना मिस भन्नु त? तपाईँ मुना मिस आजकल के भयो? झन् 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 राम्रै देख्दै जान्छु त म त। 5 लिटर पानी खानुपर्छ गाइस। हो र? सक्दैन नि फेरि हाम्रो मुना मिसलाई। हामीहरू चाहिँ यहाँनिर तल आयौँ होइन। अनि मेरो स्कुटीमाथि चाहिँ यो प्लास्टिक थियो। कसले राखिदिएको यो? मैले। कसले राखिदिएको होला? म त एकछिन सक भयो। मलाई यहाँ खाली बट्टा खस्दा पनि लागिरहेछ। उल्टो हुन्छ त्यो होइन? हो र? कसको हो यो? गाइस यो कसको हो मलाई थाहा छैन यो। मुना मिस साँच्ची भनेको यो सागर सरको हो कि? सागरले स्कुटी लानु भएको थियो अघि। अब के हो त? मोहनी सोहनी तन्तर मन्तर लाएर राख्दैछ कि बा? त्यो पनि हुनसक्छ। बिस हालेर पनि राखेको हुनसक्छ। के थाहा, दुश्मन छ धेरै, दुश्मन हेरेको हेरे। ओइ कसरी? मेरो स्कुटी त अघि सागर सरले लानु भएको थियो त। त्यसै गरी होइन? एकचोटि तपाईँकोबाट कल गरेर सोध्नु सागर सरलाई। बा उसले बिर्सेर गएको हो कि के हो र जे पनि हुनसक्छ। उठाउनु भएन फोन? हेलो, हजुरले नि यो सुजिका मिसको स्कुटीमा सामान छोड्नु भएको थियो। पिज्जा छ कि स्कुटीमा थियो। अनि पेपे पिज्जा। के भन्नुभयो? होइन कस्टमरहरू चाहिँ यहाँ दुईजना बहिनी थियो। उनीहरूले राखेर बुबोहरू यहाँ सामानहरू हाले स्कुटीमा। अनि उहाँ पुगेपछि त मैले दिएमै अब गयो अब सम्झाउने आउँछ। गाइस हामीहरू चाहिँ यहीँनिर आएको है। अब घुङ्गी हाउस मुना मिसको। र मुना मिस मेरो यति टाउको देख्यो भने मुना मिसको आधी जिउ देखिरहेको हुन्छ। त्यही भएर मुना मिसलाई चाहिँ मैले देखाउँछु है। स्ट्रेट हेर्नु न, स्ट्रेट। सन्चै म पनि अब कसैलाई भाटा हान्ने प्लानिङमा छु गाइजहरू। चाहियो भने म एक्सट्रिम आइसक्यो है। अलिकति आउनु न, क्वालिटी पारेर बस्नु न। क्वालिटी मारेर म के छिटो बोल्ने हुँदा कि मेरो वर्डको शब्दहरू यस्तै हुन्छ हौ। अस्ति नै टायर भनेको टावर भनेर पठाएछु। क्वालिटी मारेर भनेको क्वालिटी खोल्नु त यो। उहाँ चाहिँ अब ब्लगर भइसकेपछि बोली पनि अलिकति ब्लगर जस्तो लटर पटर हुँदो रहेछ। क्वालिटीलाई क्वालिटी भनेपछि अब के गर्नु, ब्लगर मान्छेलाई एनर्जी पुग्दैन भने एक्सट्रिम खानु पर्यो। एक्सट्रिम खाऊ, एनर्जी जोगाऊ। चियर्स है त। तपाईँ किन हाँस्नु भएको क्या? एनर्जी खाएर वाइनवाला रियाक्सन देखेँ क्या तपाईँको। अब के अरे घरमा कफी बनाएर खुवाउनु हुने अरे। घरमा कफी बनाउने, यो हातले कफी बनाउने। अनि घरको मान्छेलाई पनि उयो पनि गर्ने छ तपाईँको त्यो इलेक्ट्रिकवाला? इलेक्ट्रिकवाला क्या? छ, त्यो पनि छ। किनिसक्नु भयो त पनि? किन्ने छु।
उयो पनि किन्न मन लाग्दैछ अब एउटा राम्रो पिक्चर किन्नु नानी छ कि तर तपाईँको जस्तो डाफेको किन्नु क्या आर्टहरू पनि राम्रो हुन्छ डाफेको सस्तै पर्छ पिक्चर पनि ह्याप्पी अनि लाइटवाला हुन्छ हुन्छ त त्यो मैले चलाएको पिक्चर छ नि त्यो ओभर हेभी छ ह्याप्पी चाहिँ राम्रो कि के थाहा नि लाइटै राम्रो हुन्छ हौ हेभी त कस्तो मलाई चाहिँ कस्तो सुरुमा त चलाउँदा कस्तो गाह्रो भएको क्या हल्लाउन नै हल्को चलाउँदा पानी भएर हाम्रो गफ चाहिँ यस्तै हो अहिले अब हामी चटपटे अनि त्यस पछाडि मोमो आए पछाडि हामीहरू थोरै च्यालेन्ज पनि गर्छौँ होला च्यालेन्जमा त म जितिहाल्छु च्यालेन्जमा चाहिँ उहाँलाई मैले टप्दै नै आइरहेको छु खाने च्यालेन्जमा है गाइजहरू फेरि खाएँ ल कस्तो अँध्यारो आयो नि ल एकछिन चाहिँ अब हामीहरू एकछिनमा अब हामीहरू खानेकुरा आइसक्यो पछाडि आउँछौँ बाई भन्ने होइन अब हाम्रो चटपटे आयो अब हामीहरू चटपटे खान्छौँ एउटा के इन्ट्रेस्टिङ केही गरौँ न अनि त्यस पछाडि मजा आउँछ इन्ट्रेस्टिङ सायरी भनौँ सायरी भनिदिउँ तपाईँले अघि मलाई सायरी सुनाउँछु भन्नुभयो नि साँच्ची हो तपाईँले हो होइन मजा गरेको आउँदैन नि सायरी सुनाउनु नि त एउटा अब इन्ट्रेस्टिङ गफ अनि एकदम टिकटकमा बिहेवाला टिकटकहरू आउँछ खोइ के होला आमामा अथवा मलाई अब लाइनहरू भन्न लिपसिङ गर्न मन लाग्छ क्या त तपाईँ चाहिँ एउटा सायरी भन्छु भने ल भन्नु ल तपाईँ अब कुवेत जाने होइन ल तपाईँलाई अहिले म यहाँ मिस भनौँ कि दिदी जे भन्दा पनि हुन्छ ल सुन्नु है एउटा सायरी अलिक ठुलोसँग बोल्नु है तपाईँसँग बिताएको हरेक पल खास छ कुवेतबाट फर्किँदा एउटा आइफोनको आश छ वा 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 अनि आइफोन 11 छ नि तपाईँसँग होइन अब 11 छ नि त नि 16 आइसक्यो अब तपाईँ कुवेतमा जाँदाखेरि त 20 सम्म आउन सक्छ मैले पठाइदिएछ अब तपाईँ 20 आउनु त्यही भएर आश छ है त्यो चाहिँ अब तपाईँले यसो त्यतातिर ध्यान दिनु होला कहाँबाट आयो यस्तो तपाईँलाई कहाँ हेर्नुभयो तपाईँले भन्नु त मैले आफै भित्रबाट रचेको म यो डाइरेक्ट हान्छु एकजनालाई अब के कसरी मिलाएर हान्नु भयो त यसो भन्नु तपाईँसँग बिताएको हरेक पल खास छ वा 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 त्यसपछि कुन ठाउँमा हुनुहुन्छ त्यहाँबाट आउँदा एउटा आइफोनको आश छ ल मार्छ नि यो यसो भन्छु ल बुझ्नेलाई चाहिँ इसारा नै काफी छ यति भनेपछि भयो अब यसो भन्छु के अरे तपाईँसँग बिताएको हरेक पल खास छ अबको 1 महिनाभित्र मलाई आइफोनको आश छ यो पनि खतरा गयो यतिको डायलग दिएपछि त बुझ्नेले बुझेर 1 महिनाभित्रमा पठाइदिइहाल्छन् नि भन्ने माग्नै परेन लाइनै काफी बुझ्नेलाई इसारा काफी छ अर्को नि भन्ने यस्तै अब अर्को कहाँ छिटो छिटो सोच्नु सकिँदैन नि त अर्को भ्लगमा गाइज अब अर्को लाइन चाहिँ ल म लिएर आउँछु यस्तो लाइन लिएर आउँछु नि तपाईँहरूको मुटुभित्र छिया छिया हुने लाइन लिएर त्यो पानको पात माया तिमीलाई सम्झिन्छु दिनको रातवाला जस्तो होइन क्या अब उमेरसँगैको पीडाहरू देखाउन झझलको कस्तो मुटु चस चस चस्किने गरी लाइनहरूले त म मान्छेलाई त भक्लक भक्लक हालिदिन्छु ए अहिले त कहाँ त्यो कुरा गर्नु है खान सक्नुहुन्छ अब यो मोमो खान सकेन भने फेरि पनिसमेन्ट हुन्छ है एउटा सायरी हानिदिन्छु पनिसमेन्टमा यस्तो यस्तो दामी छ मोमो मिठो 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 तर यो मोमो कता यहीँ बनाउनु भएको कि कहाँ बनाउनु भएको यही त होला खासै तर यो मटका जस्तो भिजी हुँदैन रहेछ है यो मोमो तर उहाँ परबाट ल्याउनुहुन्छ होला हौ फ्रोजेन मोमो त्यो बनाउनुहुन्छ क्या हाम्रो दिदीको त्यही पल्लो घरमा मलाई घरमा मार्नुहुन्छ त दिला भएन अब जाने हो
शरद हो बे राजाजी गेट अगाडि म छोडिदिन्छु त्यसलाई कराउनु हुँदैन हौ तपाईँलाई भित्र नि हुनु न भित्र गयो भने रात पर्छ नि त हौ फेरि एक घन्टा जस्तो अल्मली हालिन्छ देख्नु नै हुन्न पलाङ टलाङ गर्दा गर्दै अल्मली हालिन्छ तपाईँलाई देख्नु नै हुन्न म बाहिरबाट बाहिर त तलै त बस्नु हुन्छ हेर जस्तो म तपाईँलाई फोटोहरू देखाउँछु मलाई स्टुडेन्टहरूले दिएको आज त अब भ्याउँदिनँ नि त पूजामा पनि जानुपर्ने छ यस्तै हो गाइज भ्लग हुँदाहुँदै भ्लग स्टप भएको बेलामा हामी थोरै इमोसनल भयौँ अब पूजामा पनि जानुपर्ने छ म त साथीको गाउँमा बोल्दैन जानु कि नजानु तर एकछिन चाहिँ जान्छु होला फट्ट गएर आइहाल्छु सबै किमाले झरी गयो यस्तै हो तिम्रो लागि मेरो माया तिमीले मेरो मायालाई किमा सम्झेर झारे जस्तै मको पनि किमा गर्छु तिमी उयो भयो भन न यसो का तिमी मम भए म किमा तिमी मर गरिदिन्छु म बिमा तिमी मर गरिदिन्छु म बिमा होइन तिमी मम भए म किमा तिम्रो नाममा मैले गरिदिइसकेँ जीवन बिमा 20 लाख रुपियाँ आइहाल्छ तिमी गयौ भने उता ए अर्को यस्तो क्या चियामा धेरै बेर बिस्कुटलाई डुबायो भने त्यो के थियो त्यस्तै मायामा पनि धेरै डुब्यो भने आफै गइसक्यो क्या यस्तो क्या यस्तो अनि एउटा सुन्नु न सम्झिन खोज्दै थियो तिमीलाई फेरि याद आयो तिमी त अरू कसैको प्रिय मान्छे तपाईँलाई त त्यो के अरे मेरो नाम हो के अरे त्यो छ नि त एउटा युट्युबर क्या त्यो मलाई कुटिस भने तँलाई कसैले कुट भने मलाई भन्नु भन्ने होला क्या त्यस्तै खालको ऱ्याप हानेको त म त खानु सक्दिनँ त्यो मोमोले खानु क्या मैले कोसँग खानुभयो हौ खाजा खाना साथी चाहिन्छ भोक लागेपछि सेल्फ लभर हो नि त म त मेरो साथी मै ओभर कन्फिडेन्ट बढेछ मुनानिसको आजकल पढाउँदा हो कि तर अलिक आजकल पहिलाभन्दा अलिक कन्फिडेन्स तपाईँको धेरै बढेको रहेछ र अलिक बोल्नु है धेरै हो बोल्मै पहिला पनि बोल्नुहुन्थ्यो बोल्न त अहिले त अलिकति तपाईँको हाउभाउ नै अलिकति चेन्ज टाइपको क्या त्यस्तो जिन्दगीले धेरै कुरा सिकाए जस्तो छ जिन्दगीले सिकाउँदैछ के गर्नु यस्तै छ सिक्न मन त थिएन यति चाँडै तर सिकायो के भन्छ एजभन्दा धेरै अनि खानु न मतलब 25 वर्षसम्म 30 वर्षमा गर्नुपर्ने कुराको अनुभवहरू म अब 24 वर्षमै गर्न लागिसकेँ त्यस्तो तपाईँले म पनि गर्दैछु आजकल यो चाहिँ कस्तो त भलाको साडी जस्तै भयो है भ्लग ओभर अगाडि यहाँनिर चाहिँ बाहिर उज्यालै छ जस्तो देखिँदैछ है यस्तै हो गाइजहरू जिन्दगीमा कहिले पनि हरेस खानु हुँदैन ठुलो सेलिब्रेटीले भनेको जस्तो क्या निखिल सेलीले भनेको छ नि के भनेको निखिल त्यस्तो राम्री देख्यो भने माया हुने पैसा देख्यो भने माया हुने अनि के त राम्री मान्छेको कपाल झर्दैन राम्री मान्छेको अनुहार चाउरी पर्दैन यस्तो मलाई गाइडहरू के गर्नु मन छ भने नि धेरै पैसा कमाएर चाहिँ पैसा चाहिँ ठुलो कुरा होइन भन्ने ठुलो रहर छ
अब धेरै यस्तो आजकल धेरै हेर्नुहुन्छ कि क्या हो लाइनहरू लाइनहरू त म त अब हामी मोमो पनि खाइसक्यौँ गाइजहरू अब नेक्स्ट भ्लगमा चाहिँ तपाईँहरूको मुटु चस्स हुने गरी म लाइनहरू लेखेर तपाईँहरूको माझमा ल्याउनेछु। अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ किनभने बाहिर धेरै रात परिसकेको छ। कसैलाई मोटाउने टिप्स चाहिएको छ भने मलाई सम्पर्क गर्नु, कसैलाई पातलो हुने टिप्स चाहिएको छ भने उहाँलाई सम्पर्क गर्नु होला है त। मोटाको भन्दैलाई समवन कसैले तपाईँको एकदम धेरै टेक केयर गरिरहेको छ क्या, त्यही भएर तपाईँ आजकल एकदमै धेरै अर्कै हुनुभएको छ। तपाईँको एकदम कसैले एकदम धेरै कोही त छ जसलाई म आफ्नो भन्न सक्छु भने हो छ समन तपाईँको हार्टको कसैले एकदम गुड केयर गरिरहेको छ, त्यही भएर तपाईँ एकदम धेरै ग्लो आइरहेको छ तपाईँको अनुहारमा। मान्छे पनि चेन्ज पुतली भइराख्नु भएको छ आजकल तपाईँ। ल बाई बाई। अब हामीहरू यहाँबाट जाने रातभर ल खै बाई 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 बाई। अब चाहिँ हामीहरू छुट्टिन्छौँ ल, राम्रोसँग सुत्नु ल। ल तपाईँ राम्रोसँग जानु बाई बाई। ल बाई बाई। आँखा चाहिँ टल्किन्छ भनेर झिमिक झिमिक गर्नु भएको हो। ल ल म गएको। अब म कुनै दिन आउँछु, अहिले त भ्याउँदिनँ क्या, रात परिसक्यो। बाई। तरकारी किन्नु अनि पूजामा लाने सामान किन आएन। सुन्नु न अङ्कल, 115 रुपियाँ पुग्दैन कि, ड्याडले दिनुहुन्छ ल। भोलि आउँदाखेरि माग्नु नत्र भने म यहाँ आउँदाखेरि दिन्छु। 115 रुपियाँ पुगेन के अरे 295 भएको थियो नि अघि 195 होइन। अनि अघि हाम्रो 195 भएको थियो होइन त। मैले 300 रुपियाँ मात्रै ल्याएँ क्या पुग्छ भनेर। के पकाएको तिमीले तरकारी? थोरै गरेर हाल्दै ल। यता चाहिँ कीर्तनहरू हुन लागिरहेको थियो। पूजामा प्रसाद खाएर चाहिँ म चाहिँ घर पनि आइसकेँ अनि भिडियोलाई चाहिँ म अब यहीँ एन्ड गर्छु गाइज। थ्याङ्क यू फर वाचिङ टिल द एन्ड एन्ड इफ यु गाइज लाइक माई भिडियो देन प्लिज डु कमेन्ट, लाइक, सेयर एन्ड सब्सक्राइब माई युट्युब च्यानल। ओके बाई बाई, सी यु अन द नेक्स्ट।